ल गाइज आज हामी यस्तो ठाउँमा घुम्न आएको छौँ होइन। त्यो ठाउँमा घुम्नको लागि हामी यता आइसकेका छौँ। हामी तपाईँले ठाउँको बारेमा एकदम राम्रो छ देखाउन गइरहेका छौँ। एकदम रमाइलो ठाउँ छ हेर्नु त होइन। यस्तो हेर्दाखेरि पनि रमाइलो रमाइलो लाग्ने खालको छ। हामी यो माथि जङ्गल छ होइन। यो माथि यस्तो जङ्गल छ टक्क तरिकाले हेर्नु त कति राम्रो ठाउँ छ होइन। ल गाइज हामी यस्तो बस्ने ठाउँतिर जाँदैछौँ होइन। माथितिर जाँदैछौँ। यो ठाउँमा यो एउटा राष्ट्रिय निकुञ्ज हो होइन। यसमा चाहिँ विभिन्न किसिमका जनावरहरू पाइन्छन् रे होइन। आफूले देखेको छैन तर पनि यी बासिन्दाहरूको भनाइअनुसार चाहिँ हामीले देखेको हो। यहाँ एउटा घरहरूको राम्रो सिन पनि छ। त्यसैले हामी यो जङ्गलतिर जाने प्रयास गरिरहेका छौँ। तपाईँहरूलाई हामी देखाउने प्रयास गर्छौँ। देखियो भने तपाईँहरू भिडियो अन्तिमसम्म हेरिदिनु होला। हामी माथितिर जाँदैछौँ। लास्ट थकाइ लागिरहेछ, हिँड्दै आउनुपर्छ होइन। यता ठुलो जङ्गल छ, यहाँ हरियो एउटा रमणीय ठाउँ पनि छ। थकान लागिरहेछ। उता माथि जङ्गल छ, यस ठाउँमा देवाल लगाएको छ उता होइन। वाल छ, त्यो वाल पार गरेर जानुपर्छ। त्योभन्दा माथि निषेध छ। तर हामी एउटा वन कार्यालयबाट स्वीकृति लिएर आएछौँ त्योभन्दा माथि क्रस गर्नको लागि। हामी चाहिँ यहाँ आइसकेका छौँ। अलि थकान पनि लागिरहेछ। हिँड्दैछु तपाईँहरूलाई हामी देखाउने छौँ। हेर्नुहोस् रमाइलो ठाउँ छ। रमाइलो ठाउँको लागि एक लाइक त पक्कै पनि हुन्छ होला। एउटा बस्ने ठाउँ आयो। यहाँ साथीहरू बसेर के खाँदैछन् होइन। हामी फेरि पनि देखाउन गइरहेका छौँ।